एक दिन नारद सत्य लोक पुगी गया, लोकको गर्वित भनी ब्रह्मा ताही थिया पर्या चरणमा, खुसी गराया पनि क्या सोच्छौ तिमी सोच्छु भन्छु म भनी, मर्जी भए थियो जसै ब्रह्माको करुणा बुझेर ऋषिले बिन्ती गर्यो यो त्यसै। शुभ प्रभात आदरणीय गुरुवर्गहरू, प्रमुख भएका सम्पूर्ण अतिथिगणहरूमा म आफ्नो हार्दिक नमस्कार टक्राउँदछु। 1871 असार 29 गते तनहुँ जिल्लाको चुटी रङ्गामा भएको थियो। उहाँका पिता श्री धनञ्जय आचार्य र माता धर्मावती देवी हुनुहुन्थ्यो। उहाँका हजुरबा श्री कृष्ण आचार्य संस्कृतका विद्वान एवं महान पण्डित पनि हुनुहुन्थ्यो। बाल्यकालदेखि नै भानुभक्त आचार्यले आफ्ना हजुरबुवाबाट संस्कृत भाषा, व्याकरण, साहित्य र धर्मशास्त्रका ज्ञानहरू प्राप्त गर्नुभएको थियो। त्यसैले भानुभक्त आचार्यको साहित्यिक जीवनको सबभन्दा ठुलो प्रेरणा र मार्गदर्शकका रूपमा उहाँको हजुरबुवालाई लिन सकिन्छ। भानुभक्त आचार्यलाई आदिकवि भनिनुको मुख्य कारण नेपाली भाषामा साहित्यिक मूल्य भएको उत्कृष्ट कविता सिर्जना गर्ने पहिलो कवि नै भानुभक्त आचार्य हुनुहुन्छ। उहाँले नेपाली भाषालाई सरल, व्यवस्थित, मिठासपूर्ण र साहित्यिक स्वरूप पनि दिनुभयो। त्यसैले भानुभक्त आचार्यले आदिकवि भनी सम्मानित गरिन्छ। जीवनको अत्यन्तै महत्त्वपूर्ण घटना भनेको घाँसीसँगको भेट हो। एक सामान्य घाँसीले आफूले कमाएको पैसाबाट यात्रुहरूको लागि कुवा निर्माण गरेको देखेर भानुभक्त आचार्य अत्यन्तै प्रभावित हुनुभयो। आफू एक महान विद्वान भएर पनि समाजका लागि केही गर्न नसकेको महसुस गर्दै अब भने भानुभक्त आचार्यले साहित्य क्षेत्रमा योगदान दिएर समाजका लागि अमर रहने सङ्कल्प पनि गर्नुभयो। त्यस घटना पश्चात भानुभक्त आचार्यले अत्यन्तै प्रसिद्ध कविता घाँसी नामक कविता रचना गर्नुभयो, जुन अहिलेसम्म पनि हामीलाई समाजका लागि राम्रो काम गर्ने प्रेरणा दिने गर्दछ। भानुभक्त आचार्यको जीवनको सबैभन्दा ठुलो योगदान भनेको संस्कृत भाषामा रहेको रामायणलाई नेपालीमा अनुवाद गर्नु। भाषामा रहेको रामायणलाई सरल र मिठासपूर्ण नेपाली भाषामा अनुवाद गरेर हरेक साधारण मानिसको लागि पनि रामायणको बौद्धिक ज्ञान, नैतिक शिक्षा प्राप्त गर्ने अवसर उपलब्ध गराइदिनु भयो। उहाँको त्यस योगदानले नेपाली साहित्यलाई नयाँ उचाइमा पनि पुर्याएको छ। उहाँका प्रमुख कृतिहरू अन्तर्गत रामायण, रामगीता, भक्तमाला, बरुशिक्षा, प्रश्नोत्तर, घाँसी जस्ता रचनाहरू पर्दछन्। त्यस रचनाहरूले नेपाली साहित्यलाई अझै समृद्ध बनाएका छन्, अझै पनि उत्तिकै सान्दर्भिक छन्। भानुभक्त आचार्यका यति महत्त्वपूर्ण कृतिहरू, रचनाहरू भए तापनि उहाँलाई देशभर चिनाउने र उहाँका रचनाहरू सङ्कलन गरी प्रकाशन गर्ने महत्त्वपूर्ण काम युवा कवि मोतीराम भट्टले गर्नुभएको हो। यो कविताको शीर्षक रहेको छ एक प्रेमीको गम। सुन एक कथा मेरो, ए प्रकृतिको निष्ठुरीको पिला तिमी, पल्लो घरे साइलाकी छोरी हौ कि तिमी, आखिरी को हौ त तिमी। यदि तिमी मेरो होइनौ भने नछोड तिम्रा ती परेली केश, नहेर तिम्रा ती गाजलो आँखाले, नहाँस तिम्रा ती मिलेका दाँतले। सुन एक गीत मेरो हावाले सुसेदछौ उनकै नाम, सपनीमा पुगार्दछौ उनकै नाम। साँच्चै के हो त तिम्रो नाम? नाम सोध्ने मन छ तिम्रो, बोल्नै सक्दिन। चित्र कोर्ने मन छ तिम्रो, कोर्नै सक्दिन। तस्बिर खिच्ने मन छ तिम्रो, खिच्नै सक्दिन। के आपत परिआयो आज म माथि यस्तो, के मोह के जादु हो यो जवानीको यस्तो। लाज मात्र गर्ने मलाई के अवस्था हो मेरो यस्तो, मन्त्रमुक्त भए म त के मन्त्र पढ्यो यस्तो। पिपलु छायामा बसी तिमीसँगको गीत गाउने रहर छन् मेरा, त्यही पिपलु छेउमा तिमीसँगै घर बसाउने सपना छन् मेरा। सुन मेरो प्रेमका कहानी, जानेछु म घरमा उनका बाजा बजाए, भित्राउनेछु मेरो घरमा उनलाई बुहारी बनाए, साथै जुनी आफ्नो बनाउनेछु उनको सुन्दरताई। मेरो कविताको शीर्षक रहेको छ बाबा। सधैँ याद आइराख्छ नि तपाईँको, सधैँ याद आइराख्छ नि तपाईँको, तर आज सोचे केही लेख्छु। सधैँ याद आइराख्छ नि तपाईँको, तर आज सोचे केही लेख्छु। यसो याद गर्न खोज्छु त्यही पुरानो चेक सर्टमा भेट्छु, यसो याद गर्न खोज्छु त्यही पुरानो चेक सर्टमा भेट्छु। मेरो कविताको शीर्षक रहेको छ मेरो गाउँ। सुन्दरताको हिसाबले साह्रै राम्रो ठाउँ, किन हो किन प्यारो लाग्छ म जन्मेको गाउँ। वनजङ्गल र हरियाली हेर्दा कति राम्रो, विकासको बाटोमा लम्केको गाउँ हाम्रो। हाम्रो टोल हाम्रो गाउँ नुवाकोटमा रहेको, हेर्न पाइन्छ त्रिशुली र बेत्रावती बहेको। 11 श्री छाता
छ शब्दको उज्यालो। उज्यालो केवल घाममा मात्रै हुँदैन, उज्यालो केवल घाममा मात्रै हुँदैन, कहिलेकाहीँ शब्दमा पनि हुन्छ। एउटा मिठो वाक्यले टुटेको मनमा आशा भरिदिन्छ। शब्द मिलेर वाक्य बन्ने गर्छ, त्यही वाक्य सुनेर मानिस मन्त्रमुग्ध हुने गर्छ। जीवनमा उज्यालो फैलाउने त्यही त हो काम मेरो, जीवनमा उज्यालो फैलाउने त्यही त हो काम मेरो। लेखेर आएको वाक्यमा छ शान मेरो। खै किन हो उनीहरू मलाई मेरो घरको एउटा माटाको भाँडो चाहिँ लाग्छ। खै किन हो उनीहरू मलाई मेरो घरको एउटा माटाको भाँडो चाहिँ लाग्छ। चिना देख्छु त्यसमा, तर वर्षौँ भइसक्यो त्यसको प्रयोग गरेको। चिना देख्छु त्यसमा, तर वर्षौँ भइसक्यो त्यसको प्रयोग गरेको। साहसको घाममा सुकेर हो वा कठोर परीक्षामा पाकेर हो, केही के छुँदैन त्यसमा। चिरा त अनेक छन्, तर भावना कहिले चुहाउँदैन। ती चर्किएका भित्तालाई ऊ आफ्नो सजावट बनाइ ठिक्क उभिरहन्छ। त्यसैले पनि होला उनीहरू मलाई मेरो घरको माटाको भाँडो चाहिँ लाग्छ। सबैले देख्छन् उसका चर्किएका खुट्टा, सबैले बयान गर्छन् उसका मयलले भरिएका बाहुलाको, गाडिएका आँखाको, विवशताको र पीडाको। तर खै किन हो मेरा नजरले ती आकृतिलाई भिन्नै देख्छ। सबैले गरिब देख्छन्, म गरिब देख्छु। सबैले लाचार देख्छन्, तर म उनीहरूलाई बहादुर देख्छु। जाडोमा 2 मिनट पातलो कपडा धान्दैन हाम्रो शरीरले, तर खै कसरी त्यस चर्किएको छालाले जुनी बिताउँछ। त्यस चर्किएको छालाले जुनी बिताउँछ। हुन त दुवै मानव हौँ, तर बर्खाको पानीलाई हामीले मयल माने पनि अमृत मानि नुहाउँछन् उनीहरू। बर्खाको पानीलाई हामीले मयल माने पनि